समरपेटको बस स्ट्यान्ड, प्राइभेट बस स्ट्यान्ड। यसको उतापट्टि चाहिँ गभर्मेन्ट बस स्ट्यान्ड छ। मैसुर, बेङ्गलोर, कता कता जाने गाडी पाइहाल्छ। आज चाहिँ म एउटा नयाँ जग्गा गएको क्या। त्यहाँ एउटा इन्ट्रेस्टिङ चिज, फेरि अर्को इन्ट्रेस्टिङ चिज देखेको छु कि। त्यहाँ जान्छु हो, एकछिन मजाले घुम्छु। यो चाहिँ हो तपाईँको समरपेट मार्केट। यही बाटो भएर म अस्ति सेठीहल्ली गएको। त्यो जग्गा म आधीसम्म त पुगेको हो कि अस्ति पनि, तर खास हेर्नुपर्ने त्यो जग्गा म जे सोचेर निक्लेको त्यो चाहिँ देखेको छुइनँ कि। आज चाहिँ कसै गरेर पत्ता लगाएर हेर्नुपर्ने छ हौ, भेट्नुपर्ने छ। अगस्त लागेकोदेखि त्यति पानी परेको छैन यहाँ हो। यहाँबाट चाहिँ उता सिधै गयो भने चाहिँ सेठीहल्ली हो। म चाहिँ लिँदैछु अब राइटपट्टि क्या। राइटपट्टिबाट चाहिँ जानुपर्ने छ। हेरौँ अहिले मौका परेछ भने त्यहाँ जान्छु। तर पहिला चाहिँ म जे सोचेर आएको त्यो जग्गा चाहिँ हेरिहाल्नुपर्ने छ क्या। आई होप आज त भेट्छु भनेर। वाउ, आई लभ दिस प्लेस हो। यो यहाँ लेक छ है, कति सुन्दर लेक छ, प्रेस्टिन। आई रियली लभ दिस। मैले मेरो फेभरेट लेकहरूमा चाहिँ अहिलेसम्म देखेकोमा चाहिँ नैनीताल इज वान अफ द बेस्ट हो। नैनीताल लेक चाहिँ मलाई साह्रै मन परेको क्या। चलो एनिवे, अब यहाँ रोकेर एकछिन पहिला जिउसिउ तन्काउँछु। त्यहाँदेखि गुगल बाबाकोबाट चाहिँ हेर्छु म कता हो। म गएको हेर्नुपर्ने जग्गा चाहिँ यहाँ के लेखेको छ कुनि, के लेक होला यसको नाम। उयो त्यो घरमा सोधे पछि पो यताभित्र पस्नु पर्दो रहेछ। त्यहाँ पर लेक छ है, त्यहाँबाट चाहिँ यहाँबाट चाहिँ जानु पर्दो रहेछ। यो चाहिँ कफी, तपाईँको कफी। अब हेरौँ कस्तो रहेछ त्यो जग्गा। आज हल्का मेरो हाइकिङ है त। यहाँ सिँढी छ अरे, त्यो सिँढीदेखि चाहिँ उकालो चढ्नुपर्छ अरे क्या। अन्त यहाँनिर सिँढी रहेछ। लेख्नु त लेखेको छ कि, तर के लेखेको हो अब बुझिँदैन। यहाँ लेख्नु त लेखेको छ, तर के लेखेको हो अब बुझिँदैन। लु यो सिँढीबाट उकालो अरे। लु समय भएछ 2:24। ल अब हिँडेको उकालो। बाटो छोडेर सिँढी उकालो चढ्दा त्यस्तो टाढो त होइन रहेछ। आम्मा विशाल रहेछ नि त यो चट्टान है। मैले के एक्सपेक्ट गरेर आएको यहाँ, हेरौँ त्यो चिज पाउँछ कि पाउँदैन रहेछ। यहाँ केभ रहेछ, मन्दिर छ होला। यो देख्दा त मलाई उयो पो याद आयो त, तपाईँको के भन्छ, एकछिन मोबाइलको टर्च बालेर हेरौँ त। अस्ति नै त्यो भियतनाममा गएको याद आयो, त्यहाँको केभ। लु अब बाहिर निक्लिन्छु। बाहिरको नजराना चाहिँ यस्तो चाहिँ दामी है साथीभाइ हो। ओ थ्याङ्क यू गड। आम्मा म अघि त्यो बाटोबाट आएको, त्यहाँदेखि उहाँ लेक।
यतै होला म खासमा जुन चिज हेर्नु आएको कि त्यो चिज चाहिँ आई होप सो म डिसअपोइन्ट हुँदिनँ भनेर मलाई विश्वास छ म आफैमा क्या म यहाँ त्यो चिज देख्ने छु भनेर ऊ तल खिचिपेरी लेक ऊ कति राम्रो जग्गा है गुगल म्यापको हिसाबले त म त उतै जानुपर्ने रहेछ खासमा चाहिँ है म चाहिँ अहिले यो माथि डाँडामा छु हैन मलाई यहाँ बस्नु त अझै मन थियो कि तर पानी पर्नु हट्यो पानी पर्दैछ परबाट यहाँनिर बेसी बसेर चाहिँ मेरो कुन पर्पसको लागि आएको केही बिर्सेन हैन म कुन पर्पसको लागि आएको त्यो चाहिँ मैले भुल्नु भएन नि त हैन म खासमा अर्को एउटा चिज हेर्नु आएको तर ओभर मन पर्यो यो जग्गा मलाई यो जग्गालाई थ्याङ्क यू टु माई लर्ड यो त मैले अस्ति पनि देखेको नि म खासमा एक्ज्याक्टली भनौँ भने यहाँ आएको होइन कि डोलमेन हेर्नु आएको खै भेटिनँ मैले कहाँ हो भयो विश्वास त्यो जग्गै भेटिनँ हौ यो त म अस्तिमा आएको नि अस्ति पनि देखेको यो यहाँ मेन रोडकै छेउमा छ म यो अस्ति पनि देखेको मैले यो चाहिँ के तर खास एउटा जग्गा छ यहाँ नन्दी रहेछ नन्दिनी पनि भन्छ होला होइन देख्दै देखिनँ भेटिनँ खै गुगल म्यापले पनि देखाउनु सकेन यहाँ हिरो स्टोनहरू पुरा रहेछ अन्त पुरा भन्दा रहेछ यहाँ पनि यो त मैले म्युजियममा देखेको मड्डीकेरीको यता पनि रहेछ तर एनिवे नट ब्याड है यो जग्गा पनि म अघि चढेको रक चाहिँ त्यहाँ भयो होइन टुप्पा पुरा सोधी खोजी गर्दैछु नहेरी चाहिँ नजाउँ भनेको 4 बजी 4:30 भइसक्यो तर यो साइडमा छ जस्तो लाग्यो मलाई चाहिँ त्यो गुगलमा एक दुईवटा हेरेको कि रिभ्यूहरूको के यो त लेक भयो होइन अघि डाँडाबाट देखेको लेक मलाई जानुपर्ने चाहिँ त्यता रहेछ ट्राई चाहिँ दिन्छु म त्यसै वेदर राम्रै छ अहिले हो म रङ बाटो कुदेको रहेछु अघि खासमा चाहिँ यो म यही बाटोबाट सेठी हल्ली गएको त्यही जाने बाटो अलिकति अगाडि गएपछि त्यहाँ रहेछ नि त हो डोलमेन सर्कल डाडमल्ती के हो त्यहाँ उकालो जानुपर्दो रहेछ अब हिँडेको आएपछि त जाने नि त कसरी हुन्छ खोजेर हुन्छ कि निचारेर हुन्छ कि कुटेर हुन्छ कि पिटेर हुन्छ कि कसरी हुन्छ म चाहिँ जाने भएको नि त अब चाहिँ म हिँडेको अफ रोडिङको लागि चाहिँ बाटो ठिक रहेछ थारहरू चलाउनेलाई चाहिँ आई होप म करेक्ट बाटो नै जाँदैछु होला भनेर ऊ तलनिर 2टा बाटो छुट्टिएको थियो मैले चाहिँ यो बाटो चुने बिलिभ इन योर इन्स्टिङ्क्ट के भित्र होला है टु गो इनसाइड आशा गर्दैछु यतै हुनुपर्ने मान्छेहरू हिँडेको उयो पनि रहेछ नि यहाँ निजो उडेर गयो ऊ पर अर्को मुजो पनि उडेर गयो यस आई रिच्ड द्याट भ्यू म चाहिँ यो डोलमेन हेर्नु आएको क्या खासमा चाहिँ 3000 BC को यो चाहिँ
एक्चुअलीमा चाहिँ टुम भन्दा रहेछ तर हड्डीहरू त पाएको छैन अरे दामी नि है तपाईँहरूले इन्जोय गरिदिनु होला यो चिज कसैको लागि एकदमै नयाँ र कसैलाई चाहिँ धेरै याद भएको कुरा छ होला मेरो लागि चाहिँ एकदमै नयाँ कुरा हो कि यो सो आई इन्जोय द रोड अन्टिल देन बाई बाई टेक केयर लभ यु अल